समस्त विश्व तिम्रो देश र तिम्रा जनताहरूका लागि सुन्दर भविष्यको आशा नछोडेका कारण गलामा पासो लगाएर झुन्ड्याइनुको साटो यदि तिमीलाई जेलमा कुच्चियो भने, यदि तिमी आफूले छोडेको समयभन्दा 10 वा 15 वर्ष टाढी नै भयो भने म बरु एउटा डोरीको टुप्पोमा झन्डा जसरी फरफराएको भए हुने थियो भन्ने ठान्ने छैनौ तिमीले। तिमी भुइँमै खुट्टा टेक्नेछौ र बाँच्नेछौ। त्यसो हुनु त्यति आनन्ददायी नहुन सक्छ, तर आफ्ना बैरीलाई पराजित गर्नका लागि एक दिन ज्यादा बाँच्नु तिम्रो प्रमुख कर्तव्य हुन आउँछ। जेलभित्र तिम्रो केही अंश एक्लै बाँचिरहेको हुनसक्छ, इनारको पिँधमा गुन्जिने आवाज जस्तै, तर तिम्रो बाँकी अंश दुनियाँको आँधी सँगसँगै दौडिरहेको हुनुपर्छ। बाहिर 40 दिन परको दूरीमा कुनै पात हल्लिँदा जेलभित्र तिमी हल्लिने गरी। जेलभित्र रहेर चिट्ठीको प्रतीक्षा गर्नु, उदास गीतहरू गाउनु, ओछ्यानमा पल्टिएर रातभर दलिन हेरिरहनु रमाइलो हुन्छ, तर उत्तिकै खतराजनक पनि। दारी काटेपछि आफ्नो अनुहार हेर्ने गर्नु, आफ्नो उमेरलाई चटक्कै बिर्सनु, जुम्रा हेर्नु र बसन्तका रातहरू पनि हेर्ने गर्नु र अगाउँजिस खान सधैँ सम्झिनु अनि मन खोलेर हाँस्न पनि नबिर्सनु। के थाहा तिमीले माया गरेकीले तिमीलाई माया गर्न छोडिसकेकी हुन पनि सक्छिन्। यो ठुलो कुरा होइन नभन। जेलमा हुँदा यस्तो हुनु रुखको थुर खसेर टाउकामा लाग्नु जत्तिकै हुन्छ। जेलभित्र बसेर गुलाफ र बगैँचाहरूका बारेमा सोच्नु राम्रो हुँदैन। समुद्र र हिमालहरूका बारेमा सोच्नु ठिक हुन्छ। अविश्रान्त पढ्ने गर्नु, लेखिरहनु र सिलाइ बुनाइ गर्ने र ऐना बनाउने जस्ता काम गर्ने सल्लाह पनि दिन्छु म। यसको अर्थ जेलभित्र तिमी 10 वा 15 वर्ष अथवा अझ धेरै बिताउन सक्दैनौ भन्ने छैन। सक्नेछौ। तिम्रो छातीको देवृतिर भएको गहनाले प्रज्वलित हुन नछोडुन्जेल कुशलताका साथ सक्नेछौ।